इलो बनाहान खानु नजानेका हो यसलाई हो ल खा मम्मी किन म त भोलि बिहानै जानु पर्ने हो नि त बाबु हजुर खाना पस्के आऊ ए ल आऊ खाना बस ओहो आज त मासु पकाउनु भनेको त मम्मी बाबु भोलिदेखि त मिठो मसिनो होला नहोला खाऊ बाबु आज तर मिठो भएपछि कहिले के हुन्छ कस्तो हुन्छ जे पनि परिवर्तन त त्यस्तै हो दाइ साँच्चै जाने भोलि जाने गर्छ र त सानै छस् ठुलो होस् आफै थाहा पाउँछ दाइ गएपछि मलाई आइफोन पठाइदिनु है भइहाल्छ नि तर राम्रोसित पढ्नुपर्छ है हस् दाइ दाइ भाइ के भयो आज म तपाईँसँग सुत्छु भोलि त तपाईँ गइहाल्नुहुन्छ ल आइजेछु भाइ म गएपछि आमा बुवाको राम्रोसित ख्याल गर्नु है हस् दाइ ल सुत्त नि अब ल त